हेलो। हेलो। हाँ। हजुरहरूको साथ अनि मायाले म आज चाहिँ के गर्न गइरहेको छु भने यहाँ हेर्नुहोस्, कलम र कापी। कलम र कापी बारे म केही जानकारी दिन आएको छु। कलम र कापी बारे केही जानकारी। कलम र कापीको केही जानकारी। किनभने कलम नभए हामीलाई कति आवश्यकता पर्छ र कापी नभए कलम भए के हुन्छ त। हेर्नुहोस् साथीहरू, कलम भए कापी नहुने, कापी भए कलम नहुने भए र यो संसारमा मानिसहरू कयौँ मर्थे। किनभने कापी र कलम बिना मानिसहरूले अगाडि बढ्न सक्दैन। किनभने कापीमा लेखेर चिठी पठाउनु छ भने कापीमा लेखेर त्यहाँ पठाउँछन् र स्कुलमा फारम भर्नु पर्दा लेख्नु पर्दा कापीमै र कापी कलम चाहिन्छ। किनभने कापीमा नाम लेख्न, हेर्नुहोस् है, नारद, मैले कलमले मात्र लेखेँ त, कापीमा कलमले लेखेँ। किनभने कापीमा लेख्न पाइयो लेख्ने कलम, कापी चाहिँ बोर्ड जस्तै हो। तर बोर्डमा हामी लेख्न सक्छौँ त, लेख्न सक्दैनस्। किनभने मानिसहरूले कापी र कलमको कयौँ मानिसहरूले के गरेका छन् भने खिल्ली उडेका छन्। खिल्ली उडेका छन्। किनभने खिल्ली किन उडाउने? कापी आफैले मिहिनेत गर्नुपर्छ, आफैले पढ्नुपर्छ र हामीलाई सिकाउने अरू होइन त। मानिसहरूले नेपाल अहिले चाहिँ इन्जिनियरहरूले कापीमै हिसाब बनाउँछन् र कापी कलम नभए इन्जिनियरहरूको के होला त? के हुन्छ? कापी कलम नभए मानिसहरू अधुरो रहन्छन्। कापी कलम नभए मानिसहरू अधुरो रहन्छन् र मानिसहरूले लेख्न नपाए भोकै मर्छन्। मानिसहरूले कापी कलम नभए भोकै मर्न सक्छन्। किनभने कापी कलम नै भएर पनि मानिसहरू बाँचेका छन्। खान पनि कापी कलम नै चाहिएका छन्। मानिसहरू खान र बस्न कति कठिनाइ हुन्छ। मानिसहरू खान र बस्न कति कठिनाइ हुन्छ र कापी र कलम नभए मानिसको मृत्यु हुन्छ। कापी र कलम नभए मानिसको मृत्यु हुन सक्छ। कृपया, किनभने कापी र कलम बिना मानिसहरू खान सक्दैन। कापी र कलम बिना मानिसहरू खान पेटमा हाल्न सक्दैन। किनभने कयौँ मानिसहरूले काम गरेर हिसाब मेरो यति दिन मैले गरेँ भनेर त कापी कलममै लेख्ने हो त। दिमागमा त लेख्न सकिँदैन। 50 दिन काम गरे भने दिनदिनै दिमागमा गर्न सक्छ त। कापी नै कलम चाहिन्छ। त्यसैले भनेका हुन्, कापी र कलम बिना मानिस अधुरै हुन्छ। कापी र कलम बिना मानिस अधुरै हुन्छ। जीवन र जीवन बिना मानिसहरू हिँड्न सक्दैन। कापी र कलम बिना मानिस भोकै मर्न सक्छ। कापी र कलम बिना मानिस भोकै मर्न सक्छ भनेका हुन्। कापी र कलम बिना मानिसहरू भोकै मर्न सक्छन्। धन्यवाद। मेरो यो छोटा मिठा कहानीलाई कस्तो मान्नुभयो कमेन्ट तल गएर कमेन्ट लेख्नु होला। सब्सक्राइब गर्नु होला। जय नेपाल, जय नेपाल, जय नेपाल।